मजाले फलेछ त्यसले हारे पनि आलुले चाहिँ हार्दैन त नेपाल है आलु त्यसले हारेर हाम्रो नि आलुले हारो कि भन्ने डर लागेको थियो तर रहन्छ यता त फलेछ पनि यो अर्को पालिको चुनावलाई है अर्को पालिको चुनाव यो 84को चुनावलाई राख्नुपर्छ अनि अचार बनाउनु पर्यो नि फेरि नेताहरूलाई क्या 84मा त हाम्रो काङ्ग्रेस ल्याउँछौ नि फेरि अगाडि अनि मत पर्सिपल्टको भोलिपल्ट उच्च म हारेको भोलिपल्ट अलि आफ्नो हाम्रो आलु कस्तो मजाले फलेछ कि आलु मिर्ची बचाउ खानलाई आउनु है